आजको भिडियोमा मैले टिकटक बनाउन अथवा युट्युबमा राख्नको लागि होस् हजुरहरूले क्यापकटमा गर्नुपर्ने सम्पूर्ण एडिटहरु जनरल एडिटहरु जुन चाहिँ हजुरहरूलाई एउटा आवश्यक लेभलसम्मको एडिटहरु र आफूलाई मन परेको टिकटकमा नभएको साउन्डहरुलाई पनि कसरी आफ्नो भिडियोमा एड गर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले मैले यो भिडियो तयार गरेको छु। यदि हजुरहरूलाई क्यापकटको एडिटको बारेमा समस्या छ र आफूले चाहेको गीतहरु टिकटकमा राख्न पाइरहनु भएको छैन भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। जस्तो हामीले क्यापकट ओपन गर्यौं। अब कुनै एउटा भिडियोलाई हामी एडिट गर्न चाहन्छौं। पहिले यहाँ हामी न्यू प्रोजेक्टलाई ओपन गरौं। मैले एउटा यो भिडियोलाई एडिट गर्न चाहे, यसलाई इन्सर्ट गरे। अब यति भइसकेपछि के हुन्छ भने क्यापकटमा जनरली हामीले मेन दुई तीनटा कुराहरुलाई ध्यान दिनुपर्ने हुन्छ एडिट गर्नलाई। हामीले यसरी क्लिक गरेर यसलाई अगाडि पछाडी हामीले एडिट गर्न सक्छौं। त्यसैगरी यहाँ पछाडी हामीले काट्न पनि सक्छौं। अब हामीले मानौ कुनै बीचको पोर्सन मानौ यहाँदेखि हामीलाई काट्नु छ, यसमा क्लिक गरेर यो स्प्लिट देख्न सक्नुहुन्छ। यहाँ स्प्लिटमा क्लिक गर्यौं भने हामीले यो देखि यो भागसम्म कतिसम्मको चाहियो काट्न पनि सक्छौं। त्यसैगरी अब यहाँ यसमा नयाँ साउन्ड राख्नु छ, यसको साउन्ड आवश्यक छैन भने हामीले यहाँ गएर म्युट गर्दिन पनि सक्छौं। अहिले साउन्ड हाम्रो यो भिडियोको साउन्ड, अब यहाँ हामीले भिडियो प्ले गरौं, साउन्ड अफ भइसकेको छ भने फेरि यसलाई हामीले अनम्युट गर्न पनि सक्छौं। यो पनि भयो। अब त्यसैगरी हामीले कुनै एउटा पोर्सन जस्तै हामीले यसलाई एडिट गर्यौं, यहाँदेखि काट्यौं। अब यसमा यो कुनैमा पनि हामीलाई साउन्ड चाहिएन, तर अब हामीलाई यी क्लिप मध्ये अहिले कुनैमा पनि साउन्ड छैन, तर यो एउटा बीचको क्लिप छ नि, यसमा मात्रै हामीले साउन्ड चाहन्छौं भने यसलाई सिलेक्ट गर्ने। त्यसपछि यहाँ तल देख्न सक्नुहुन्छ भोल्युम, यसमा क्लिक गरेर हामीले यसको भोल्युमलाई कति राख्ने त्यो पनि डिफाइन गर्न सक्छौं। हामीले 100% राख्ने कि अथवा कति साउन्ड राख्ने। जस्तै अब अन्य एड गरेको साउन्ड बढी आओस् र यो कम आओस् भन्न, अथवा यसलाई बढी जति साउन्ड राख्न चाहन्छौं। जस्तै अब हाम्रो यहाँ म्युट छ, अब यसलाई हामीले 0 गर्नु छ, यसलाई क्लिक गर्यौं, त्यसपछि हामीले भोल्युममा गयौं, यसलाई हामीले 0 गर्दिन पनि सक्छौं। अब यहाँ के हुन्छ, यहाँ साउन्ड छैन, यसमा साउन्ड छ। हामीले यसरी साउन्डसँग रिलेटेड यही क्लिपमा साउन्डलाई एडजस्टमेन्ट गर्न सक्छौं, कम बेसी राख्न पनि सक्छौं। अर्को जनरली हामीले यो र यो कट गरेका छौं बीचमा। अहिले जस्तै यो यसरी जाँदाखेरि यो हाम्रो यहाँबाट यहाँ जाँदाखेरि सिन चेन्ज भएको हामीलाई थाहा हुन्छ। यसको लागि हामीले एनिमेसन दिन सक्छौं। जस्तो यो एनिमेसन भयो, एनिमेसनमा पनि यो इन भनेको सुरुमा भयो, आउट भनेको लास्टमा। हामीले इनमा चाहिँ एउटा एनिमेसन, जस्तै सपोज यो एनिमेसन राख्यौं, यसलाई कति सेकेन्डको एनिमेसन राख्ने यति गर्यौं भने अब हामीले यो सिनबाट हामी यो सिनमा मुभ हुँदैछौं भने पनि लगभग हाम्रो सिन चेन्ज भएको थाहा हुँदैन। यसको लास्टमा राख्नु पर्यो भने पनि हामी एनिमेसनमा गएर आउटमा गएर यो एनिमेसन राख्दिन सक्छौं। यति भइसकेपछि के हुन्छ, अब हाम्रो फर्स्टमा पनि एनिमेसन भयो र लास्टमा पनि एनिमेसन भयो। अब जनरली अब अर्को हामीलाई युज हुने कुरा मध्ये अब अर्को के पर्छ भने हामीले यसको साउन्डलाई अफ गर्यौं। अब हामीलाई मन परेको साउन्ड यो भिडियोमा राख्न चाहन्छौं, जुन चाहिँ हाम्रो टिकटकमा छैन। हामीलाई कुनै युट्युबबाट डाउनलोडेड सङ्ग्सहरुलाई हामीले यो भिडियोमा राख्न चाहन्छौं भने हामीले कुनै एउटा युट्युबमा आफूलाई मन परेको गीतलाई हामीले प्ले गर्न सक्छौं र स्क्रिन रेकर्ड। अब हामीले स्क्रिन रेकर्ड गर्यौं, स्क्रिन रेकर्ड गरिसकेपछि कम्प्लिट भइसकेपछि यसलाई अफ गर्दिनु होला रेकर्ड गरेर। अब यसलाई हामीले यसमा एड गर्न सक्छौं। यो भिडियोमा अहिले हामीले राखेको स्क्रिनशट अथवा कुनै पनि भिडियो डाउनलोडेड छ भने पनि हामीले एड गर्न सक्छौं। जसको लागि हामीले कुनै पनि लेयरमा बाहिर क्लिक गर्यौं भने यहाँ लेयरमा अथवा यहाँ बाहिर क्लिक गर्यौं भने यहाँ एड अडियो देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुभयो भने यहाँ एक्सट्र्याक्टेड भन्ने एउटा देख्न सक्नुहुन्छ। यसमा एक्सट्र्याक्टेडमा क्लिक गरिसकेपछि जस्तो मैले यो स्क्रिनशट यो भयो मेरो, यो स्क्रिनशटलाई मैले इम्पोर्ट साउन्ड ओन्ली गरे एड गरे। अब यसलाई मैले अगाडि सार्न पनि सक्छु, साउन्ड मात्रैलाई पनि हामीले अगाडि सार्न सक्छौं। जस्तो अब जस्तो मिस्टेक भयो, फेरि यहाँदेखि स्टार्ट छ भने यसलाई पनि हामीले अहिलेको यो क्लिप जस्तै भिडियोको क्लिप जस्तै साउन्डलाई पनि हामीले काट्न सक्छौं। जस्तै स्प्लिट गर्दियौं भने अब यो हामीले अगाडिको भाग नचाहिने हो भने हामीले यसलाई डिलिट गर्दिन सक्छौं।
अब यसलाई अगाडि सारौँ। हामीलाई कहाँदेखि चाहियो? मलाई यहाँदेखि राख्नु पर्यो। अब यहाँ बनेको छ देखि मात्रै, गीतदेखि मात्रै स्टार्ट गर्न चाहन्छु म। यसलाई डिलिट गरिदिउँ। यहाँ स्प्लिट गर्यौँ, यसमा तल्लोमा स्प्लिट गर्यौँ, यसलाई डिलिट गरिदिउँ। अब यसलाई हामीले अगाडि सार्यौँ। यसलाई अगाडि सार्यौँ भने अब यसरी भयो। अब यहाँभन्दा पछाडिको अथवा बिचको कुनै म्युजिकलाई काट्नु पर्यो। अब यसलाई हामीले यहाँ पनि स्प्लिट गर्न सक्छौँ, यहाँ पनि स्प्लिट गर्न सक्छौँ। यसलाई हामीले अब डिलिट गरिदिउँ। अब हाम्रो यहाँ स्प्लिट भयो। अब मानौँ मलाई यो बिचको टुक्रा यहाँबाट निकालेर फाल्नु छ, यो यहाँबाट निकालेर फाल्नु छ भने यसलाई यहाँ गएर मैले जोइन गर्न पनि सक्छु। यो कुनै बेला यहाँ गएर एड भएन भने हजुरहरूले तल्लो लेयरमा यसलाई यहाँ ठ्याक्क राख्न सक्नुहुन्छ भने अर्कोलाई पनि यसरी साउन्डलाई पनि एडिट गरेर यसरी सार्न सक्नुहुन्छ। अब यसमा साउन्ड एड भयो। अब जेनरली अर्को चाहिने कुरामा यहाँ देख्न सक्नुहुन्छ। यो त भयो हामीले रेडिमेड कुनै गीतको साउन्डलाई इम्पोर्ट गर्यौं। अब मानौँ मलाई यहाँ केही साउन्डहरू राख्न मन छ, जस्तो मैले प्राय जसो भिडियो बनाउँदाखेरि यसमा साउन्ड आफूले राख्न चाहन्छु भने यो भोइस ओभर देख्न सक्नुहुन्छ है। अब भोइस ओभरमा क्लिक गर्नुभयो भने देख्न सक्नुहुन्छ यसलाई एकचोटि प्रेस गर्नुभयो भने 3 सेकेन्ड पछि अटोमेटिकली यो स्टार्ट हुन्छ भोइस। अब यहाँ हामीले रेकर्डिङ गर्न सक्छौं। यदि हजुरहरूलाई कुनै पनि ब्रान्डको कुनै पनि मोबाइल सम्झिएमा हामीलाई सम्पर्क गर्नु होला। कश्यप सप्लायर्स गाईघाट। अब मैले यो साउन्ड रेकर्ड गरेँ, यसलाई अफ गरेँ, अब ओके गरेँ। अब यति गर्दा मेरो यहाँ अगाडि मिस्टेक भयो। मैले यहाँ अगाडि मिस्टेक गरेँ। अब मैले यहाँ मिस्टेक गरेँ भने यहाँदेखि मात्रै मलाई चाहियो साउन्ड भने यहाँ गएर यसलाई पनि मैले स्प्लिट गरिदिन सक्छु र यसलाई डिलिट गरिदिन सक्छु र यसलाई अगाडि क्लिक गरेर अगाडि सार्दिन पनि सक्छु। कहाँदेखि हामीलाई साउन्ड चाहिएको छ यसरी हामीले यसलाई अगाडि लैजान पनि सक्छौं। यहाँ गएर यति गर्न पनि सक्छौं। यो जेनरल कुराहरू। जस्तो यसमा धेरै एडिटहरू छ, धेरै अप्सनहरू छ, जसमध्ये जेनरल सिम्पल एडिट जुन हजुरहरूलाई टिकटकमा फोटोहरू भिडियोहरू अपलोड गर्न चाहनुहुन्छ भने सिम्पली थाहा हुनुपर्ने कुराहरू, जस्तै फोटो अथवा भिडियो एउटैमा अब 2-3टा भिडियो राख्न चाहनुहुन्छ भने पनि यहाँ इन्डमा गएर यो प्लस जुन छ यो साइन गरेर अरू पनि भिडियोहरूलाई यसमा इम्पोर्ट गर्न सक्नुहुन्छ। सपोज यो एउटा भिडियो फेरि हामीले एड गर्यौं है, यसमा अर्को पनि भिडियो एड गर्न सक्नुहुन्छ। त्यसैगरी जेनरली हामीलाई काम दिने कुरामा टेक्स्ट, यहाँ हजुरहरूले टेक्स्ट पनि एड गर्न सक्नुहुन्छ। यहाँ हजुरहरूलाई चाहिएको टेक्स्टहरूलाई पनि एड गर्न सक्नुहुन्छ र यो लेयरबाट टेक्स्टलाई पनि कहाँदेखि कहाँसम्म देखिने भनेर पनि राख्न सक्नुहुन्छ। त्यसैगरी स्टिकर, यहाँ स्टिकर देख्न सक्नुहुन्छ। स्टिकर पनि हजुरहरूलाई चाहिएको, जेनरली हामीले यो स्टिकरहरू राखिरहेका हुन्छौँ। अब जस्तो यो स्टिकर पनि कहाँदेखि कहाँसम्म देखिने, कहाँदेखि कहाँसम्मको लागि राख्ने भनेर स्टिकर पनि राख्न सक्नुहुन्छ भने यो भयो ड्र गर्ने। जस्तै यहाँ स्टिकरमा म्याक्सिमम स्टिकरहरू छन्, आफूलाई चाहिएको जस्तो धेरै कुराहरू यहाँ पाउनुहुन्छ। स्टिकरहरू प्राय सबै स्टिकरहरू पाउनुहुन्छ। त्यसैगरी ड्र, कुनै भागलाई हजुरहरूले पर्सनली ड्र गर्न चाहनुहुन्छ भने यो कुन क्यापेसिटीमा कुन कलरबाट ड्र गर्न चाहनुहुन्छ यहाँ ड्र गर्न सक्नुहुन्छ। जस्तै यसलाई हामीले ड्र गर्यौं। अब यसलाई मेट्न चाहनुहुन्छ भने यहाँ गएर यसलाई मेट्न पनि सक्नुहुन्छ। त्यस पछाडि हामीले डाइरेक्ट यसमा क्लिक गर्दियौं भने हाम्रो यहाँ प्रोजेक्ट सेभ हुन्छ। क्लोज गर्यौं भने र यसलाई एक्सपोर्ट गर्यौं भने हामीले कुन क्वालिटीमा गर्ने, जेनरली हामीले 1080p 30 फ्रेम रेट 30 fps मा राख्छौं भने मैले भिडियो बनाउँदा म प्राय जसो 1080p र 60 fps मा नै राखेर भिडियोहरू बनाउँछु र यसलाई एक्सपोर्ट गरेर हामीले टिकटकमा अपलोड गरेर टिकटकमा राख्न पनि सक्छौं र आफूले चाहे अनुसारले यसलाई एडिट गर्न पनि सक्छौं। र यो भन्दा पनि अझ प्रोफेसनल एडिट हजुरहरूलाई ओभरलेहरूको बारेमा पनि जानकारी चाहिएको छ भने यो भिडियोमा मलाई कमेन्ट गर्नु होला। म यो भन्दा प्रोफेसनली पनि एडिट ओभरलेहरू कसरी गर्ने, अन्य कुराहरू इफेक्टहरूको बारेमा पनि हजुरहरूलाई क्यापकटको एडिटको बारेमा अर्को भिडियो लिएर आउने छु। हवस् त, धन्यवाद।